आज के गर्न लागिरहेको छु भने लोकलको सुप चाहिँ हामी सुरुप पार्न लागेको छु। कार्यक्रम सुरु हुन लागेको छ। सुन्तलाको बोटहरू चाहिँ एकदम मस्त रहेछ हैन। लोकलहरू चाहिँ बबाल छ यहाँ यतातिर लोकल चाहिँ वहाँ पस्थलीमा राम्रै भइरहेछ एकदम खत्रै हाँस्दो रहेछ कुखुरा। आगोमा पकाएको कस्तो हुन्छ होला त फिल गर्नुपर्छ अहिले फिल गर्नु। हेलो गुड मर्निङ एभ्रिवान सबैजनालाई। आज चाहिँ हामी पस्थली भन्ने ठाउँमा आएको छु। सो बिहानै आज चाहिँ फ्रेस भएर अनि हामी चाहिँ टक्क बसिसकेको छौँ बाहिरतिर। अनि त्यसपछि हामी चाहिँ आज के गर्न लागिरहेको छु भने लोकलको सुप चाहिँ हामी सुरुप पार्न लागेको छु। अनि त्यसपछि अब कार्यक्रम सुरु हुन लागेको छ। हेर्न चाहिँ नछोड्नु होला। सो त्यसको लागि हेर्दै गर्नु होला है त हेर्दै गर्नु होला। पस्थलीमा चाहिँ एकदम हैन सुन्तलाको बोटहरू चाहिँ एकदम मस्त रहेछ हैन। सिजन चाहिँ मङ्सिरतिरै गइ रहेछ, अलिअलि फलिरहेछ हैन। अहिले चाहिँ अलिकति हुस्सु जस्तो लागिरहेछ, त्यही भएर राम्रो आइरहेको छैन। बिहानको टाइम भएर होला। अलि एकछिनमा दिउँसो भएपछि एकदम फ्रेस हुन्छ गाइज। लसुन बारी टक्क लाएर यहीँ हैन आलुको ड्याङहरू उता घाम झुल्किरहेछ। लोकलहरू चाहिँ बबाल छ यहाँ यतातिर लोकल चाहिँ बबालै हो नि लोकल त यार। ल लोकलको सुप चाहिँ सुरुप गर्नुपर्छ गाइज आज। पस्थलीमा राम्रै भइरहेछ एकदम। कुखुराहरू चाहिँ बबालै हो है। दाउरा पनि छ यहाँ। आमा यहाँ त पुरै गाउँकै भाइब्स आउँछ है गाइजहरू। दाउराहरू चिरेर पुरै होइन चुलोमा बनाउने नि त। हाम्रो यता दाजु के छ नि हालखबर यार? माहौल ठिक भइरहेछ। सो हेप्पी ओ एकदम ल गुड खत्रै हाँस्दो रहेछ कुखुरा त होइन। ल गाउँको भाइब्स भनेको चाहिँ यही हो है। हाम्रो चाहिँ आसिन पाराले टक्क यहाँ चाहिँ ऊ चुलोमा यहीँ हो। अब यहीँ हो पकाउने चाहिँ अब रेडी होइन त पानी। वा आगोमा पकाएको कस्तो हुन्छ होला त फिल गर्नुपर्छ अहिले फिल गर्नुपर्छ। हुन त सानैदेखि फिल गरे हो। आज चाहिँ एकदम धेरै दिन पछाडि हो नि त होइन। ल कुखुरा चाहिँ आइसकेको छ गाइज। कुखुरा आइसकेको छ। हेर्नुहोस् लोकल ल रेडी ओ माई गड यार। आसिन बरङले गरिसक्यो त यार। काचाकुची पारिहाल्यो। ओ माई गड यार कस्तो खतरा रहेछ त। अनि लोकलको त लाइटै अर्को आउने कि है। अनि कस्तो भइरहेछ अनि लोकलको कुरा यहाँ अब केलाउँदैछु। हजुर पाकेपछि बबाल हुन्छ। ल है गाउँको अर्ग्यानिक खाने अब कुखुरा सुखुरा यता कन्ट्याक्ट गर्नु पर्यो भने तपाईँलाई यहीँ आउनु पर्ने हुन्छ। तपाईँ चाहिँ होइन एकदम गाउँको भाइब्स छ होइन यहाँ चाहिँ। अन्डा हेर्नु त गाइज, अन्डा यत्रो रहेछ यार। आमामा यो भित्र त कम रहेछ त। आमामा बबाल रहेछ बबाल। ल यो आगोमा चाहिँ अब परटर पारेर अब खतरै हुनेको गाइज। ल हाम्रो चाहिँ मामाले निहाल्दै हुनुहुन्छ बबाल। ल गाइजहरू खत्रै पाक्दैछ है हाम्रो लोकल चाहिँ। लोकल अर्ग्यानिक टमाटर हाम्रो मसला एकदम अर्ग्यानिक आगोमा है। अर्ग्यानिक आगोमा। ल हाम्रो मामाले यस्तो मिठो बनाउनुहुन्छ कि यार। ओ माई गड ढेँडो आइसक्यो गाइज। ल ढेँडो आइसक्यो ढेँडो। ओ माई गड
के गर्ने होला किन ननिकाल्नु त भइहाल्छ नि नसक्ने भयो हामीले हैन नसक्ने भयो आज नसक्ने भयो ओ माई गॉड ओ माई खतरा छ बब्बाल यार ओ खोइ के हो यो अर्ग्यानिक मही हो मही हो ओ माई गॉड गाईको वाओ हैन वा बबाल यो नि ल लोकल कुखुराको ओ माई गॉड ढेर पनि फेरि खतरै छ यार ल हामी चाहिँ अब सुरु गरेको गाइज ल या लोकल कुखुराको के रे यो लेग पिस ल अर्ग्यानिक मही बबाल अर्ग्यानिक मही गाईको यो चाहिँ मेरो दाइको छोरी गाजहरू उसले पनि बबाल दिइरहेको छु ए दिनु पर्यो नि त्यतिको त अनि ओ टेस्ट हानौँ त ल मिठो अति नै मिठो साह्रै मिठो अचार यो खिम्जीको अचार होइन बबाल सबै पुग्छ सबै गामी राम्रो भजुल बनायो यो चाहिँ उडारेको कि के अरे उडारेको हो हेर कुखुराको सुप र अर्ग्यानिक भाइब्स लिन चाहनु भने तपाईँ पनि यता पस्थलीतिर आउनु होला है त हामी चाहिँ अहिले मासु भात चपाएर होइन पुरै यहाँ यता भाइरल रोडतिर निस्किसकेको छौँ अनि अबको लागि चाहिँ हामी नयाँ रोडतर्फ चाहिँ लागिरहेको छौँ सो हेरौँ के छ अब भाइरल रोड भन्छ हेरौँ हाम्रो भुवन सिंह चस्मा लाएर टक्क होइन ह्यान्डसम देखाएको छ यार साँच्ची त्यही हो अब खानासाना खाएर रेडी भएर हामी चाहिँ हिँडेको अवस्था है भाइरल रोडतिर हिँडेको अवस्था हेर्दै गर्नुपर्छ यो चाहिँ पस्थलीको रोड है पस्थलीको रोडमा आइसकेको छ हामी तर भाइरल रोड चाहिँ पुगेको छ पुग्नु नै बाँकी छ सो पस्थलीको रोड हेर्नुहोस् गाइज हेर्नुहोस् घाम लागेर टन्टलपुर के छैन यहाँ कालो भएर उसले सिद्धिन लागिसक्यो मान्छे सो चार्ज त धेरै छैन तै पनि यसो बनाऊ न कति जेल ठिक छ होइन बनाऊ च्याको कान्छी पस्थलीको चाहिँ पस्थलीको भाइब चाहिँ कस्तो लागिरहेछ साँच्ची हो गाइजहरू तपाईँहरू नआउनु ल यस्तो के अरे पस्थली घुम्नु घुम्नलाई त आइहाल्छ नि हेत्तेरी हामीले यस्तरी आमा कम हेरेको छ हाम्रो दर्शक वृन्दहरूले यो घरहरू हेर्नु न अर्ग्यानिक घरहरू छ क्या यता अर्ग्यानिक पुरै यहाँ हेर्नु बारीतिर बबाल त्यही त खेत बारीतिर यस्तो दामी हजुर एउटै आँगनको भन्दा नि हुन्छ हजुर ए हामी यसो काभ्रेतिर क्या हामी पनि काभ्रे नै पर्छ
हाम्रो के भन्छ यो होइन यतै नजिकैको हो त्यही भएर यसो हाम्रो दिदीहरूले यसो देखाउनु पऱ्यो भने यतातिर यस्तो दुःख गर्नु भएको छ अनि यो महिना वर्षमा हुन्छ कि कति कमाउनु हुन्छ नि हजुर 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 ए ए ए साह्रै राम्रो यतातिर एकदम अनि खाना खानुभयो त तपाईँहरूले ए ल हस् हस् यस्तै हो दुःख सुख भनेको यस्तै त हो नि राम्रोसँग काम गर्नु होला हस् 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 साह्रै राम्रो हाम्रो यात्रा अब कहाँसम्म हो हाम्रो यात्रा दिदी हाई हालाङ भयो मैले खालाङ केमसँग भनेको उता हो ऊ त्यो हो आमा कति टाढो हो आमा यसको लागि ए यसरी केमा ल्याउनुहुन्छ तपाईँले गाडीमा ए ए सबैतिर यता त आलु त धेरै रहेछ है हजुर रमाइलो रहेछ नजिकै छ हस् आमा हस् यो अगाडि टनेल हो हो रहेछ नि यार यहाँबाट हो हामी कति छिटो हिँड्नु भयो कि त्यो दिदी है एक बारको जिन्दगी हो होइन त्यही भएर हाँसेर जिउनु पर्छ त्यही भएर एक बार होइन कहिलेकाहीँ चाहिँ म घुमिरहेको छु जे होस् त्यही खुसी लाग्छ मलाई चाहिँ यतातिर आएर धेरै एकदमै फ्रेस भएको जस्तो महसुस पनि भइरहेछ सो धेरै राम्रो लागिरहेछ मलाई चाहिँ पस्थली चाहिँ एकदम धेरै राम्रो लागिरहेछ ल ल ल ल ठिक छ खाना र होइन भाइरल रोड यतै हो कुन चाहिँ हो भाइरल रोड भने चाहिँ फेरि होइन उसमा नि एउटा थियो कि भाइरल रोड त कहाँ भन्छ त्यो कलङ्गीभन्दा उता छ नि होइन कलङ्गीभन्दा उता पनि छ नि त्यो ट्राफिक चेकपोस्ट छ नि चेकपोस्ट कलङ्गीभन्दा उता हालाङ 6 महिना ओ माई गड यार 6 महिना चाहिँ कता बस्यो हो अनि रोडसम्म जाउँ नि त अब आइपुग्यो नि त होइन ए यहीँ रहेछ नि त यहीँ रहेछ दिदी यहीँ हुनु रहेछ ल ल ल ठिक छ ल आमा यति उसमै खन्नुपर्छ है ए कोडेको धेरै अग्लो हुने रहेछ नि त आमा यो खाऊ खायो मे
ठिक छ हामी नजिकै मान्छे हो के छैन हाम्रोतिर त अलि होचो होचो गर्छ नि त यो त धेरै अग्लो हुँदो रहेछ है हामी चाहिँ तरकारी बारीमा होइन एकदम नाजिको अवस्था के